यो सर्टिफिकेट पाउनुको मेन रिजन चाहिँ मैले 6 लाख रुपियाँ इन्कम कम्प्लिट गरेको छु एसआरके युनिभर्सिटीमा। त्यो रिजनको कारण चाहिँ मैले यो सर्टिफिकेट पाएको हो भने निकालिसकेको छु, जसमा चाहिँ एउटा प्यान छ, एउटा तपाईले यो सो हेलो एभ्रीवन एन्ड वेलकम ब्याक दिस भिडियो। सो स्वागत छ तपाईलाई यो भिडियोमा र आजको भिडियोमा म तपाईलाई देखाउने छु कि एसआरके युनिभर्सिटीबाट आएको केही सर्टिफिकेट्सहरू र केही गिफ्ट्सहरू आएको छ तपाईहरुलाई म देखाउने छु। योभन्दा अघिल्लो चोटि पनि 15 दिन अगाडि चाहिँ मलाई एउटा गिफ्ट आइसकेको थियो, त्यो चाहिँ मैले देखाउन पाइनँ किनकि त्यो सर्टिफिकेटमा चाहिँ थोरै काँचमा फुटेको कारणले चाहिँ इस्यु आएर चाहिँ मैले देखाउन पाइनँ हैन। सो आज त्यो पनि देखाउँछु र आजको सर्टिफिकेट्सहरू पनि देखाउँछु मलाई के आएको छ त भनेर है। सो तपाईले अहिलेसम्म एसआरके युनिभर्सिटी बारेमा बुझ्नु भएको छैन भने नेक्स्ट भिडियो मेरो युट्युब च्यानल अपलोड भइसकेको छ, त्यो चेक गर्नु होला। र यो भिडियोमा चाहिँ मैले पाएको सर्टिफिकेट र मैले कति इन्कम जेनेरेट गरेँ त त्यो सबै म तपाईलाई देखाउने छु, त्यसको सर्टिफिकेट नै आएको छ। सो हेरौँ त है। मैले ल्याइसकेको छु, मैले चाहिँ रेकर्ड गर्न चाहिँ पाइनँ किनकि बाहिर पानी परिरहेको कारणले चाहिँ। सो अब चाहिँ यसलाई हामी अनबक्सिङ गर्न जान्छौँ, यो भित्र के छ त्यो पनि देखाउने छु र अघिल्लो चोटि चाहिँ गिफ्ट्स आएको त्यो पनि देखाउने छु है। सो फर्स्टमा चाहिँ यसलाई हामी अनबक्सिङ गर्छौँ। सो म सिधै काट्दिन्छु यसलाई चाहिँ, अनबक्सिङ गर्नुभन्दा राम्रोसँग गर्नुभन्दा पनि यसलाई चाहिँ म सिधै नै काट्दिन्छु। काटिसक्यो भनेपछि यहाँ यस्तो छ। अब यसमा चाहिँ के छ, एकदम ऱ्यापिङ चाहिँ बवाल छ है। पहिलाको ऱ्यापिङ पनि एकदम बवाल थियो, तर केही सर्टन प्रब्लम आएर हुनसक्छ डेलिभरी बोयको अथवा के को प्रब्लमले गर्दा चाहिँ त्यो चाहिँ च्यात्तिएको थियो, भित्र फुटेको थियो। अहिले म तपाईँलाई त्यो पनि देखाउँछु। सो पहिला चाहिँ हामीले यसलाई अनबक्सिङ गरौँ। सो आजको अनबक्सिङ चाहिँ एकदम राम्रो तरिकाले गर्नुपर्ने हुन्छ। म खोल्दैछु, सो तपाईँहरूलाई पनि देखाउँदै गर्छु। सो तपाईँले हेर्न सक्नुहुन्छ। अब यो भित्र चाहिँ के छ त्यो हेरौँ। मेन कुरा सो यसलाई बिस्तारै खोल्नु पर्ने हुन्छ। ल आजको चाहिँ एकदम दामी जस्तो देखिरहेको छु मैले अहिलेसम्म चाहिँ। यति चाहिँ देखियो है यहाँ पछाडिको सर्टिफिकेट। सो तपाईँले फेरि यो टी सर्ट हेर्न सक्नुहुन्छ यहाँ मेरो भनेर आजको पनि फेरि पहिलाको जस्तै यहाँ फुटिसकेको छ। फेरि तपाईँले हेर्न सक्नुहुन्छ। अब केही भन्नु छैन मलाई, यति नै। अस्ति पनि डेलिभरी बोयको कारणले चाहिँ हाम्रो सिसा फुटेको थियो र आजको पनि फुटायो, तर केही छैन। सो यो चाहिँ मेरो सर्टिफिकेट रहेको छ है। सो यो चाहिँ एउटा सर्टिफिकेट रहेको छ जो आज आएको थियो, तर यहाँनिर चाहिँ थोरै सिसा फुट्या छ, यसलाई चाहिँ अब फेरि रिपेयर गर्नुपर्ने भयो। र अर्को कुरा मसँग आएको चाहिँ टी सर्ट छ। आज चाहिँ के नयाँ चिज आएको जस्तो छ है। सो लेट्स सी अब यो टी सर्ट चाहिँ कस्तो छ। टी सर्ट चाहिँ राम्रो क्वालिटीको होला जस्तो मैले यहाँ गरेर आएको छु। सो टी सर्ट चाहिँ यस्तो रहेको छ, व्हाइट कलरमा रहेछ, एकदमै राम्रो प्रिमियम क्वालिटीको रहेछ है। सो मलाई चाहिँ पर्सनली एकदम मन परिसकेको छ। यहाँ मेरो नाम पनि रहेछ टी सर्टमा है। सो तपाईँले यहाँ मेरो नाम पनि हेर्न सक्नुहुन्छ र पछाडि चाहिँ यहाँ एसआरके को ब्रान्डिङ रहेछ, एसआरके को ब्रान्डिङ रहेछ अनि तपाईँले हेर्न सक्नुहुन्छ। र अर्को कुरा चाहिँ एकदमै पोलोको रहेछ यो चाहिँ हैन। यहाँ ब्रान्डको तपाईँले यहाँ ब्रान्ड देख्नु भएको छ कि छैन क्यामेरामा। सो एउटा टी सर्ट पनि आइसकेको रहेछ। सो आजको गिफ्ट चाहिँ मैले तपाईँलाई देखाइसकेँ। मैले पाएको चाहिँ एउटा यो छ, आज मैले एउटा पाएको चाहिँ यो भयो र मैले अस्ति पाएको चाहिँ यो छ। यहाँ तपाईँहरूलाई म देखाउँछु है। सो फर्स्टमा चाहिँ मैले यो एउटा सर्टिफिकेट पाएको हो होइन, अस्तिकोमा यो पनि फुटेको कारणले चाहिँ मैले भिडियो बनाउन पाइनँ डेलिभरी बोयकै कारणले हो। आज पनि हल्का स्क्रैच आएको छ यहाँ माथि, तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो आजको भयो र यो दुईटा चाहिँ मेरो दुईटा सर्टिफिकेट भयो जो एसआरके युनिभर्सिटीबाट मैले चाहिँ पाएको हो। र अर्को कुरा चाहिँ मैले के पाएको छु भने चाहिँ यहाँ टी सर्ट तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो टी सर्ट चाहिँ मैले पाएको एकदमै हाई क्वालिटीको छ। र अर्को यहाँ कन्टेन्ट क्रिएटको लागि, कन्टेन्ट क्रिएसन गर्नको लागि स्क्रिप्ट राइटिङ त चाहियो नि त, त्यसको लागि एकदमै खतरनाक एकदम एक्सपेन्सिभ पेन हो यो चाहिँ होइन। एक्सपेन्सिभ नै होला गिफ्ट आएपछि त होइन। सो अनि यो नेपालको नक्सा भएको एउटा डायरी पनि रहेछ होइन, एकदम हाई क्वालिटीको एकदमै राम्रो फिनिसिङ भएको बुक पनि पाएको छु होइन। सो तपाईँले हेर्न सक्नुहुन्छ मेरो टोटल गिफ्ट चाहिँ कतिवटा भयो। एउटा चाहिँ यो भयो सर्टिफिकेट, एउटा यो सर्टिफिकेट भयो होइन, यो दुईटा सर्टिफिकेट त भइ नै हाल्यो। त्यसपछि एउटा पेन भयो, त्यसपछि एउटा डायरी भयो र एउटा चाहिँ हाई क्वालिटी एसआरके को ब्रान्डिङको टी सर्ट भयो। सो होप गाइज तपाईँले यो भिडियो लास्टसम्म हेर्नुभयो होला। अहिलेसम्म हेरिसक्नुभयो भने सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला, लाइक गर्नुभएको छ भने अहिले नै लाइक गर्नु होला। र नेक्स्ट भिडियोमा फेरि ल्याउने छु अनलाइन अर्निङ रिलेटेड। त्यतिसम्मको लागि बाई।